हाई एभ्रिवान वेलकम ब्याक। तपाईँहरूलाई स्वागत छ फेरि पनि ग्लोरी अफ लाटपन्चरमा। धेरै दिन पश्चात म फेरि पनि आइरहेको छु र तपाईँले अहिले यहाँ भर्खरै देख्नुभयो। अङ्कलले प्लिज एकपल्ट देखाइदिनुहोस्। यहाँनिर लेखिएको छ वेलकम टु लाटपन्चर, द प्याराडाइज अफ बर्ड्स एन्ड द क्यापिटल अफ द उफास्टेक हर्नबिल नव सांस्कृतिक संस्थान लाटपन्चर भनेर। अनि यो चाहिँ भर्खरै हामीले यो कार्य सम्पन्न भयो। अनि हाम्रो संस्थाको जतिजना थियो योभन्दा अगाडि पनि लगाएका थिए। अनि त्यो चाहिँ के भएको थियो, एकदमै त्यो घाम पानी भएकोले गर्दामा दुरुस्त अवस्था भएको थियो र फेरि हामीले यो नयाँ लगाएका छौँ। अनि यो हामीले यो गर्नुको पछाडिको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ मोटिभ चाहिँ हाम्रो जग्गालाई हामी आफैले सुधार र सुरक्षा गर्नुपर्छ र सुन्दरतामा राख्नुपर्छ भन्ने चाहिँ हाम्रो यो इच्छा हो। किनभने हामीले हाम्रो जग्गालाई नै राम्रो बनाएनौँ भनेदेखिको होइन, हामी आफैले यो कुराहरूमा सचेत भएनौँ भनेदेखिको भोलिको दिनमा कसैले आएर गर्नेवाला छैन। सो त्यसले गर्दाखेरि एउटा सानो नमुना हो। यस्ता धेरै कार्यहरू हामी गर्न सक्छौँ हाम्रो ठाउँमा। हामी के भन्छ यो प्लान्टिङ गर्नु सक्छौँ, अनि फ्लावर्सहरू लाउन सक्छौँ, जग्गा छ लाउनको लागि। अनि यो चाहिँ एउटा मुख्य कारण चाहिँ यो गर्नुको पछाडि के भन्दाखेरि यसको चाहिँ यहाँनिर यो चाहिँ हाम्रो लगभग अब यो लाटपन्चरको एन्ट्रेन्स चाहिँ होइन, तर यहाँबाट पर छ। तर यहाँ चाहिँ एकदम के भन्ने एउटा पर्फेक्ट जग्गा भएकोले गर्दा यहाँ धेरैजना टुरिस्टहरू रोक्छन्। यहाँ रक क्लाइम्बिङ हुन्छ, यहाँनिर तपाईँ वाटरफल्स राम्रो हुन्छ। त्यसले गर्दाखेरि मान्छे चाहिँ यहाँनिर बेसी जस्तो हाम्रो टुरिस्टहरू चाहिँ यहाँनिर आएर रोकिएको कारणले गर्दा मात्रै यो एउटा गेट जस्तो बनाइएको हो, जसमा कि उहाँहरूलाई स्वागत पनि हो, वेलकम टु लाटपन्चर भनेर। सो एउटा हाम्रो यो सानो पहल हो। अनि यसको मैले भनिहालेँ मोटिभ चाहिँ त्यही हो कि हाम्रो जग्गालाई कसरी सुन्दरता राख्ने, कसरी स्वच्छ राख्ने, कसरी सफा राख्ने भन्ने कुराहरू। अनि यो सबै कुराहरूमा हामी सचेत हुनुपर्छ। अनि त्यो कुराहरू चाहिँ पहिलोचोटि चाहिँ हामीले हाम्रो परिवारबाट सिकेर आउनुपर्ने कुरा हो। अनि जसले आफ्नो परिवारलाई जतिको माया गर्छ आफ्नो जग्गालाई पनि त्यतिकै माया गर्नुपर्छ भन्ने चाहिँ हाम्रो यो चाहना हो। त्यसले गर्दाखेरि हामी आज जतिजना भेला भएर यो कार्य गरे, आउँदो दिनहरूमा अझै तपाईँहरू धेरैजना जोडिन चाहनुहुन्छ भने हामी अझै फर्दर धेरै कुराहरू गर्नको लागि हामीले सोचिरहेका छौँ। अनि लास्ट इयर हामीले फुल रोपेका थियौँ। यसपालि पनि हाम्रो जमर्को छ। यसपालि हामीले चेरी ब्लजम रोप्ने हामीले सोचिरहेका छौँ। त्यसको तपाईँहरूसँग कसैसँग त्यसको के भन्नु त्यसलाई उम्रिएको कुनै पनि के भन्छ पयुँको रुखहरू छ भनेदेखि हामीसँग सम्पर्क गर्नुहोस्, हामीलाई चाहिरहेको छ। हामीले अरू पनि अझै ल्याउनेवाला छौँ। अनि कटिङ चाहिँ हामीले किन नगरेको भन्दाखेरि कटिङ चाहिँ तपाईँको त्यो कटिङको जुन चाहिँ एज हुन्छ त्यो रुखको त्यो एजदेखिको नै त्यसको एज काउन्ट भएकोले गर्दाखेरि धेरै वर्ष जाँदैन भन्ने चाहिँ हामी लागेको कारण गर्दामा हामीले नयाँ उम्रिएकै बिरुवा लगाउँ न भन्ने चाहिँ हाम्रो चाहना हो। त्यसले गर्दाखेरि तपाईँहरूसँग त्यस्तो छ भने हामीसँग तपाईँहरूले बताउनु सक्नुहुन्छ। हामी त्यसको पनि कार्य गर्न लागिरहेका छौँ। अनि त्यो सुइटेबल टाइममा त्यसको सिजन अनुसार त्यसलाई हामी रोप्ने चाहिँ कहाँनिर भन्दाखेरि विशेष गरी चाहिँ हामीले पर तेरेकारमा सोचेका छौँ। त्यसले गर्दाखेरि तपाईँहरू हामीसँग जोइन हुन सक्नुहुन्छ। अनि धेरै यस्ता कार्यहरू हामीले समाजको लागि गर्नुपर्छ। अनि यो चाहिँ हाम्रो जिम्मेवारी पनि हो। त्यसले गर्दाखेरि आज हामीले यो सानो यो लगाएका छौँ। दुःख सुख हामीले थोरै भए तापनि, तर अल क्रेडिट गोज टु नव सांस्कृतिक संस्थान। साथै हामीले सम्पूर्ण लाटपन्चरवासी तपाईँहरूलाई पनि हामी यो क्रेडिट दिन चाहन्छौँ। कारण किनभने यो एउटा जग्गाको सुन्दरता मेरो लागि मात्रै होइन, यो संस्थाको लागि मात्रै होइन, तर हाम्रो सारा लाटपन्चरको लागि हो। त्यसले गर्दाखेरि हामीले यो आज यसरी बनाएका छौँ। थ्याङ्क यू सो मच, धन्यवाद। र विशेष आज है हाम्रो यो जोगी खोला रक क्लाइम्बिङ परिसरमा धेरै अगाडिदेखि यो एउटा गेट बनाएको थियो र त्यो गेटमा पहिला त अब रक क्लाइम्बिङको टिमले एउटा त्यहाँनिर ब्यानर लगाएको थियो, तर त्यो है अब यो मौसमहरूले गर्दाखेरि त्यो भत्केर गएको थियो। र हामीले धेरै दिनदेखि त्यहाँनिर एउटा लाटपन्चरमा एउटा है वेलकम एउटा ब्यानर लगाउने र एउटा टुरिज्म क्षेत्र भएकोले त्यसलाई पनि फोकस गरेर त्यो कार्य गर्ने हामीले जमर्को गरेका थियौँ। र सो कार्य आज हामीले यहाँ गर्न सक्षम भएका छौँ। र यस कार्यमा हाम्रो संस्थानका सम्पूर्ण सदस्यहरू है धेरैजना आज आउन सक्नु भएन आफ्नो व्यस्तता रहेकोले। र यो उहाँहरूलाई अनि साथै संस्था र सम्पूर्ण क्षेत्रवासीलाई नै यो कार्यको है क्रेडिट हामी दिन चाहन्छौँ। र यो कार्य सम्पूर्ण क्षेत्रमा एउटा टुरिज्म व्यापक रूपमा फस्टाएको कारणले पनि यो काम गर्नु हामीलाई एउटा है जमर्को कस्नु पर्यो। र यो विषयमा आज म यति नै भन्न चाहन्छु। हाम्रो पिसी सर हुनुहुन्छ। सर यहाँ के हुँदैछ पिसी सर? यहाँ फ्ल्याक्स लाउने यहाँनिर हाम्रो यो रक क्लाइम्बिङको त्यहाँनिर जोगी खोलामा चाहिँ यहाँनिर हामी वेलकम टु लाटपन्चर लेखेको फ्ल्याक्स लाउने। अनि बर्ड प्याराडाइज एन्ड क्यापिटल अफ हर्नबिल चाहिँ अब लाटपन्चर चाहिँ हो नि त होइन, लाउने त्यो हुँदैछ है।